दिदीबहिनीहरू, पत्रकार मित्रहरू र सामान्य यहाँ उपस्थित भएका आम नागरिकहरूमा उज्यालो अभिवादन व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी राजनीतिक अधिकार प्राप्तिको सन्दर्भमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण याद अज्ञात शहीदहरूप्रति सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। नवयुवाहरूको ऐतिहासिक विद्रोहले असल एवं नयाँ राजनीतिक संस्थाको स्थापना गर्ने जिम्मेवारी वहन गर्न आम नेपाली समुदायलाई युगीन आह्वान गरेको छ। यस सन्दर्भमा सुशासित अभ्यास गर्ने राजनीतिक दलले मात्र नवयुवाहरूको सपनालाई यथार्थमा बदल्न सक्छ। तसर्थ हामी आम नेपाली जनताले खोजेको सुशासन, समृद्धि, सामाजिक न्यायको आकांक्षा पूरा गर्न उज्यालो नेपाल पार्टी लिएर आएका छौँ। प्रत्यक्षतर्फ टिम चिन्ह र समानुपातिकतर्फ हामीले बाँसुरी चिन्ह लिएर आएका छौँ। उज्यालो नेपाल पार्टी अहिलेको जनजीय विद्रोह पछाडि नेपाली जनताले र नेपाली युवाहरूले आशा गरेको पार्टी हो। यो पार्टी बनाउने क्रममा, यो पार्टी स्थापना गर्ने क्रममा धेरै चरणको छलफल गरेर धेरै स्टेक होल्डरसँग, पत्रकार मित्रहरू, राजनीतिक दलहरूसँग छलफल गरेर पार्टी हामी निर्माण गरेका छौँ। त्यो पार्टी निर्माण गर्ने मैले उज्यालो नेपाल पार्टीको केन्द्रीय नेतृत्वमा रहेर काम गर्दै आइरहेको छु। अहिले चाहिँ म प्रतिनिधि सभा निर्वाचन 2082को भक्तपुरको सीताराम लामा। म चाहिँ काभ्रे पलाञ्चोक जिल्लाको देउराली गाउँपालिकामा जन्मेको र अहिले चाहिँ सूर्यविनायक नगरपालिका वार्ड नम्बर 5 सुनदेवीमा स्थायी रूपमा बस्दा आइरहेको छु। विगत लामो समयदेखि म भक्तपुरमै बस्दा आइरहेको छु। म भक्तपुरको स्थायी बासिन्दा नै हो। अब म आज यहाँ केवल उम्मेदवारको रूपमा मात्र आएको छैन। यो भक्तपुरको अझ समग्र नेपालीहरूको आवाज, सपना र भविष्यको प्रतिनिधि बनेर आएको छु। यहाँ एउटा क्षेत्रलाई मात्र हेर्नुभन्दा नि समग्र नेपाललाई हेर्नुपर्छ। नेपाली जनताको महान उज्यालो ल्याउनुपर्छ। सदैवदेखि नेपाल अन्धकारमा जगडिरहेको छ। भित्री अन्तर्य हृदयदेखि उज्यालो ल्याउनु पर्नेछ। सुशासनको उज्यालो ल्याउनु पर्नेछ। समृद्धिको उज्यालो ल्याउनु पर्नेछ। सामाजिक न्यायको उज्यालो ल्याउनु पर्नेछ र सम्पूर्ण नेपालीहरूको अन्तरात्मादेखि उज्यालो ल्याउनु पर्छ। त्यो उज्यालो ल्याउने अभियानमा उज्यालो नेपाल पार्टीले हामीले भक्तपुरमा आएका छौँ। हाम्रो दूरदृष्टि छ। संरक्षणसँगै समृद्धि, संस्कृतिसँगै आधुनिकता र जनतासँगै जनमैत्री शासन प्रणाली। हाम्रो पहिलो प्राथमिकता रहन्छ आर्थिक विकास, उद्यमशीलता र रोजगारी। स्थानीय रोजगारी, स्थानीय उत्पादन र स्थानीय बजार। भक्तपुरको परम्परागत पेसाहरू माटो, काठ, धातु, कपडा, कृषि, पर्यटन, यहाँ सूर्यविनायकको जङ्गल पनि यही छ, नगरकोट पनि यतै छ। त्यसै पर्यटन क्षेत्रको अथाह सम्भावना छ। यसलाई आधुनिक सिप र प्रविधि र बजारसँग जोडिनेछ। युवाहरूलाई वैदेशिक रोजगारीको बाध्यताबाट मुक्त गर्न सिपमूलक तालिम, स्टार्टअप सहयोग र सहुलियत ऋण कार्यक्रम पनि हामी सँगसँगै अगाडि बढाउनेछौँ। दोस्रो कुरा चाहिँ शिक्षा र ज्ञान हस्तान्तरण। आजको युग ज्ञान र प्रविधिको युग हो। यसमा चाहिँ सरकारी विद्यालयलाई गुणस्तरीय, प्रविधि मैत्री र प्रतिस्पर्धी बनाइनेछ। भक्तपुरलाई सिप, अनुसन्धान र इनोभेसनको केन्द्र बनाउने दीर्घकालीन योजना पनि छ हामीसँग। प्राविधिक शिक्षा, आइटी, कृषि, प्रविधिमा आधारित छात्रवृत्ति कार्यक्रम र विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरेर भक्तपुरलाई विश्वमा पुर्याउन सक्ने हामीसँग योजना छ। हामीसँग त्यो खालको दक्ष जनशक्ति पनि छ। स्वास्थ्य र सामाजिक सुरक्षाको कुरा पनि सँगसँगै आउँछ। स्वास्थ्य अधिकार हो, सुविधा होइन। ज्येष्ठ नागरिक, अपाङ्गता भएको व्यक्ति, विपन्न परिवारको लागि निःशुल्क आधारभूत स्वास्थ्य बिमा कार्यक्रम पनि अहिले जति छ त्यसलाई अझ प्रभावकारी बनाइनेछ। र सूर्यविनायक नगर अस्पताल, जस्तै गरी मध्यकोट छेउमा रहेको कोरियन अस्पताल छ, भक्तपुर अस्पताल छ, यी सबै अस्पतालहरूमा सुविधा सम्पन्न गुणस्तरीय बनाउने कुरा पनि हामी सँगसँगै लानुपर्नेछ। अर्को कुरा चाहिँ पूर्वाधार र व्यवस्थित